राक्टेन सिक्युरिटिजमा चुमिताते निसाको सेटअप कसरी गर्ने अनि चुमिताते निसालाई अटोमेटिक पनि बनाउन मिल्छ त्यसलाई अटोमेटिक चाहिँ कसरी बनाउने भनेर आजको यस भिडियोमा कुरा गर्नेछौँ। सो यो भिडियो लास्टसम्म हेर्नु होला। सबैभन्दा पहिला तपाईहरुले राक्टेन सिक्युरिटिज ओपन गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। यहाँ अब तपाईहरुको अरु चीज हुन्छ जुन मैले चाहिँ अहिले हाइड गरेको छु। सो यहाँ चाहिँ तपाईको निसा भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि तपाईहरुको यस्तो अप्सन आउँछ। यहाँ दुईटा कलर देखेको छ, एउटा हरियो र पहेँलो। मैले यसको बारेमा पहिले भिडियो बनाइसकेको छु, यो ग्रोथ निसा र चुमिताते निसाको फरक के छ भनेर। त्यो यदि हेर्नु भएको छैन भने युट्युबमा हेर्न सक्नुहुन्छ, ओराङ आर्ट्स। अब यो दुईटा अप्सन आउँछ। हामीले चाहिँ चुमितातेको लागि चाहिँ यो ग्रीन वाला अप्सनमा चाहिँ सेहिन हो सागासु अथवा के किन्ने हो सागासु गर्नको लागि चाहिँ यो ग्रीन बटन अठाउनु होला। त्यसमा अठाइसकेपछि तपाईहरुको यस्तो अप्सन आउँछ। यहाँ तपाईहरुले अब चुमितातेको इचिरान भन्ने अप्सन छ, यसमा क्लिक गरेर चुमितातेको इचिरान हेर्न सक्नुहुन्छ या ओमाकासे पनि हेर्न सक्नुहुन्छ हैन। फन्टबाट डाइरेक्ट नाम हानेर पनि सर्च गर्न सक्नुहुन्छ। तर मेरो सबैभन्दा बेस्ट रेकमेन्डेसन चाहिँ तपाईहरुले यो चुमिताते फन्डको इचिरान योमा क्लिक गर्नु होला। अब यसमा क्लिक गरिसकेपछि तपाईहरुले धेरै म्युचुअल फन्डहरु देख्न पाउनुहुन्छ र त्यसलाई चुमिताते पनि गर्न मिल्छ। अनि मैले अघि के भनेको थिएँ भन्दाखेरि तपाईहरुले चुमिताते निसा चाहिँ अटोमेटिक गर्न सक्नुहुन्छ भनेर भनेको थिएँ। त्यसको लागि तपाईहरुसँग राक्टेन क्रेडिट कार्ड छ भने एकदमै बेस्ट हुन्छ। राक्टेनको क्रेडिट कार्डमा तपाईहरुले 1 लाख सम्म चाहिँ चुमिताते निसा गर्न सक्नुहुन्छ। 1 लाख सम्म, महिनामा 1 लाख सम्म चुमिताते निसा गर्न सक्नुहुन्छ। एकदमै सजिलो हुन्छ। कार्डबाट अटोमेटिक तपाईहरुको निसामा जान्छ, इन्भेस्ट हुन्छ। अनि त्यसपछि तपाईहरुले ब्याङ्कमा त्यो कार्डको पैसा तिर्दा हुन्छ। त्यसो भयो भने के हुन्छ भन्दाखेरि तपाईले इन्भेस्ट गर्नको लागि सम्झिराख्नु पर्दैन, अटोमेटिक कार्डबाट इन्भेस्ट हुने भयो। एकदमै बेस्ट हुन्छ, लङ टर्म पनि हुन्छ। अनि क्रेडिट कार्डबाट इन्भेस्ट हुने भएको कारणले गर्दा हामीलाई हरेक महिना सोचिराख्नु पर्दैन अनि एकदम कन्सिस्टेन्सी भइरहन्छ। यदि तपाईहरुले राक्टेन सिक्युरिटी चलाउनु भएको छ तर राक्टेनको क्रेडिट कार्ड छैन भने एकदमै घाटा भइरहेको छ। राक्टेनको क्रेडिट कार्ड लिनु होला। यसमा तपाईहरुले इन्भेस्ट गर्दाखेरि पोइन्ट पनि पाउनुहुन्छ अनि त्यसपछि कार्डबाट अटोमेटिक इन्भेस्टमेन्ट पनि हुन्छ। अनि अहिले तपाईहरुले यो भिडियो हेर्दाखेरि राक्टेन क्रेडिट कार्डमा क्याम्पेन चलिरहेको छ जसमा तपाईहरुले मेरो रेफरल लिंक युज गरेर एप्लाई गर्नुभयो भने कार्ड पाउन त सजिलो हुन्छ नै। त्यसको साथसाथै तपाईहरुले 11,000 येन पोइन्ट पाउनुहुन्छ। अहिले क्याम्पेन भएको भएर अरु बेला भन्दा कार्ड पाउन अलिकति सजिलो हुन्छ। सो यदि तपाईहरुले यो भिडियो टिकटकबाट हेर्दै हुनुहुन्छ भने मैले टिकटकको प्रोफाइलमा एउटा यसरी लिंक राखिदिएको छु। त्यो लिंकमा क्लिक गर्नुभयो भने यस्तो आउँछ। यहाँ चाहिँ तपाईहरुले रेफरल लिंक देख्न सक्नुहुन्छ। यो चाहिँ रेफरल लिंक भयो। त्यसको तल चाहिँ तपाईहरुले स्टेप बाइ स्टेप एप्लाई गर्ने, नबिगाडिकन कसरी एप्लाई गर्ने भन्ने भिडियो छ। त्यो हेर्दै तपाईहरुले यो क्लिक गरेर रेफरल लिंक क्लिक गरेर गर्नु होला। अनि यदि तपाईहरुले यो भिडियो फेसबुकबाट हेर्दै हुनुहुन्छ भने मैले कमेन्टमा एउटा लिंक राखिदिएको छु। त्यो लिंकमा क्लिक गर्नुभयो भने यहाँ जानुहुन्छ। यहाँबाट तपाईहरुले डाइरेक्ट रेफरल लिंक र स्टेप बाइ स्टेप कसरी गर्ने भन्ने भिडियो पाउनुहुन्छ। त्यो हेर्दै तपाईहरुले गर्न सक्नुहुन्छ। अब लेट्स गेट ब्याक टु द भिडियो। अघि हामी कहाँ थियौं भन्दाखेरि तपाईहरुको यो चुमितातेको इचिरान भन्ने अप्सनमा हामीले क्लिक गरिसकेपछि अब हाम्रो के आउँछ भन्दा यो चुमितातेको इचिरान आउँछ। यहाँ तपाईले देख्न सक्नुहुन्छ इम्याक्स लिम्स अल कन्ट्री देखि लिएर सबै राक्टेनको आफ्नो म्युचुअल फन्डहरु देखि लिएर सबै आउँछ हैन। अनि तपाईहरुले यहाँबाट न्यूज पनि हेर्न सक्नुहुन्छ हैन, रिटर्न कति दिएको छ त्यो पनि हेर्न सक्नुहुन्छ, रिपोर्ट हेर्न सक्नुहुन्छ, र्याङ्किङ हेर्न सक्नुहुन्छ। अब यो र्याङ्किङको यो एरोलाई क्लिक गर्नुभयो भने टप 1 2 3 4 बाट तपाईहरुले यो बटमहरु खेलाउँदै थिच्दै सबै कुराहरु हेर्न सक्नुहुन्छ। यहाँ सर्च गर्ने अप्सनहरु पनि छ है। अब जस्तै अब हामीले यो रिटर्नबाट हेर्नु पर्यो, मानम कति रिटर्न दिएको छ भनेर यो रिटर्नमा क्लिक गर्ने भने रिटर्नमा क्लिक गरे भने अब कुनले कति रिटर्न दिएको छ, कति 5 वर्षमा कति रिटर्न दियो, 10 वर्षमा कति रिटर्न दियो सबै देखाउँछ है। अनि यो एरोलाई तपाईले यहाँको एरोलाई क्लिक गर्नुभयो भने चाहिँ यो एरोलाई तपाईहरुको इन्क्रिजिङ अनि डिक्रिजिङ अर्डरमा बन्छ। सो यसरी चाहिँ तपाईहरुले यो इचिरान हेर्न सक्नुहुन्छ। अब तपाईहरुलाई कुनै मन पर्यो त्यो चाहिँ कसरी लिने त? किन्नको लागि सबैभन्दा पहिला मैले यहाँ चाहिँ 5 वर्षको रिटर्नको र्याङ्किङ अपबाट गरेको छ है। यहाँ तपाईले देख्न सक्नुहुन्छ 29 13 93 46 31% भनेर देखाएको छ। ल हामीले चाहिँ अब के लिने भन्दाखेरि आई फ्री फ्याङ भन्ने यो म्युचुअल फन्ड हामीले लिने है। अब यो लिनको लागि चाहिँ हामीले के गर्नुपर्छ, यसलाई चाहिँ यहाँ पहिला यहाँ क्लिक गरेर कार्टमा हाल्नुपर्छ। यहाँ क्लिक गरेर कार्टमा चुइका भन्नुभयो भने तपाईको कार्टमा चुइका हुन्छ, यहाँ आएर बस्छ यसरी। अथवा तपाईले डाइरेक्टली यसमा यसरी क्लिक गर्नुभयो भने पनि यहाँ यो अप्सन आउँछ है। यहाँबाट डाइरेक्ट चुमिताते पनि गर्न मिल्यो, डाइरेक्ट त्यहाँबाट पनि गर्न मिल्यो। और अघि हामीले कार्टमा हालेको थियौं नि, कार्टबाट यो चुमिताते सेट्टे भन्ने अप्सन छ, त्यसमा क्लिक गर्न नि मिल्यो। चाहिँ म चाहिँ के भन्छु भन्दाखेरि पहिला यहाँ क्लिक गर्नु, एड टु कार्ट गर्नुस् अनि त्यसपछि तपाईहरुको यस्तो आउँछ। अनि त्यसपछि यहाँ चुमिताते भन्ने अप्सन छ, त्यसमा क्लिक गर्नुस्। त्यस्तो गरिसकेपछि तपाईहरुको फर्स्ट अप्सन आउँछ। यहाँ चाहिँ सबैभन्दा पहिला कतिको गर्ने हो भनेर देखाएको छ। मैले चाहिँ 20,000 राखेको छु। अब 20,000 गरेर तपाईहरुले यो
रिइन्भेस्टमेन्ट भन्ने अप्सन हो है। अब यो रिइन्भेस्टमेन्ट अप्सनमै तपाईँले राख्दा हुन्छ, किन भन्दाखेरि यो कम्पाउन्डिङ हुन्छ। त्यसपछि तपाईँहरूले प्रोस्पेक्टस हेर्नुपर्छ। सो यो रातो बटनमा क्लिक गर्नु होला। सो नेक्स्ट तपाईँहरूको प्रोस्पेक्टसको गामेनमा लगाइन्छ। यो प्रोस्पेक्टस तपाईँहरूले एकचोटि क्लिक गरेर हेर्नुपर्छ है। क्लिक गरिसकेपछि यहाँ खाकुनिन भन्ने अप्सन हुन्छ, त्यहाँ खाकुनिन गरेर आई एग्री गर्नु होला। आई एग्री गरिसकेपछि तपाईँहरूको यस्तो अप्सन आउँछ। अब यहाँ तपाईँहरूको कतिवटा अप्सन छ भन्दा 4वटा, 1 2 3 4। सबैभन्दा पहिला राक्तेन पेबाट पनि तपाईँले गर्न मिल्छ। नम्बर 2 यो कार्डबाट गर्न मिल्छ। कार्डबाट तपाईँहरूको 1 लाख, महिनामा 1 लाख भनेपछि अब यहाँ कति रहेको छ, कति गर्न मिल्छ भनेर देखाउँछ है। अनि अर्को तपाईँहरूको यो सोकेनको यो अथवा ब्याङ्कबाट पनि गर्न मिल्छ, राक्तेन ब्याङ्कबाट पनि। अनि अर्को अप्सन छ स्मातो खाइचुकी भन्ने, यसबाट चाहिँ पोइन्टहरू यताउता युज गर्न मिल्छ। सबैभन्दा हामीलाई मिल्ने अप्सन भनेको कि त कार्ड कि त राक्तेन सोकेनको अकाउन्ट अथवा ब्याङ्क र अकाउन्ट कनेक्ट हुन्छ। सो यो देन्जिमाने अथवा राक्तेन पे है, यो 3टाबाट गर्दाखेरि चाहिँ सजिलो हुन्छ। अहिलेलाई चाहिँ म कार्डबाट गर्छु, किन भन्दाखेरि कार्डबाट अटोमेटिक हुन्छ। सो मैले चाहिँ कार्ड रोजेँ, कार्डमा क्लिक गरेर मैले नेक्स्ट गरेँ। नेक्स्ट गरिसकेपछि तपाईँहरूले देख्न सक्नुहुन्छ क्रेडिट कार्डबाट 20,000 को अब चुमिताते स्टार्ट हुन्छ। अनि त्यसपछि मैले के गरेँ, नेक्स्ट गरिसकेपछि अब तपाईँहरूको कहिले हुन्छ के हुन्छ यहाँ फीहरू देखाउँछ, सबै कुरा देखाउँछ है। अब सिचिगाचुको 13 देखि 16 सम्ममा चाहिँ यो खेत्ते हुन्छ, खाकुनिन हुन्छ। त्यसपछि हाचिगाचुको जिउबाट सुरु हुन्छ। अहिले मैले रोकुगाचुको 25 मा यो मोस्कमी गर्दाखेरि हाचिगाचुको 10 बाट सुरु हुन्छ। लगभग अहिले गर्नुभयो भने लगभग 1 महिना ग्याप भएर त्योभन्दा अर्को महिनाबाट सुरु हुन्छ है। त्यसपछि आफ्नो कोड हान्ने हैन, आफ्नो कोड भन्दाखेरि आन्सोबाङ्गो हान्ने, अनि त्यसपछि नेक्स्ट गर्ने। त्यति गरिसकेपछि तपाईँहरूको चुमिताते चाहिँ सेट्टे हुन्छ। यसै चाहिँ तपाईँहरूले राक्तेनमा चुमिताते सेटिङ गर्न सक्नुहुन्छ। सो यदि तपाईँहरूसँग राक्तेनको क्रेडिट कार्ड छैन भने भर्खरै एप्लाई गर्नु होला, किनकि अहिले क्याम्पेन पनि छ। यदि तपाईँहरूले यो क्याम्पेन सकिसकेपछि भिडियो हेर्नु भएको छ भने पनि मेरो रेफरल लिङ्क युज गर्नुभयो भने 6000 पोइन्ट चाहिँ जसरी नै पाउनुहुन्छ। सो यदि तपाईँहरूले युट्युबबाट हेर्नु भएको छ भने डिस्क्रिप्सनमा छ लिङ्क, फेसबुकबाट हेर्दै हुनुहुन्छ भने कमेन्टमा लिङ्क राखिदिएको छु, टिकटकमा हेर्दै हुनुहुन्छ भने टिकटकको प्रोफाइलमा लिङ्क छ, त्यहाँबाट जानु होला।